सरकारमा बसन्जरी घुसैमाले खानुपर्ने भ्रष्टाचारमा गर्नुपर्ने बाहिर परेपछि बुर्क बुर्क उफ्रने भ्रष्टाचार कुरा म यो पो बुझे होइन त। चुनाव गर्न हिम्मत र दम छ भने 84 मा चुनाव होइन राजा चाहिन्छ कि चाहिन्छ जनमत संग्रह गरेर देखाउनुस्। नेपालका जनताले फैसला गर्छन्, संसदमा भएका 4-5 जना टाउकेले फैसला गर्ने होइन। हुँदैन। 84 त सबैलाई थाहा छ नि, आउँछ जान्छ, जसलाई जनताले पत्याउँछन् त्यसले भोट पाउँछ। अहिले यहाँ दोहोरी चलिरहेछ, संसदमा यस्तै हुन्छ। अब हामीले लोकतन्त्र गणतन्त्रको लागि लड्यौँ। मैले 79 सालको पहिलो संसदको बैठकमा भनेको थिएँ, लोकतन्त्र गणतन्त्र विरोधीले त आफ्ना विगतका तपाईँको चाहिँ स्वर्गीय आनन्द प्राप्त गर्नको लागि उनीहरूले त लगातार प्रयत्न गर्छन्। फ्रान्समा 5 पटकसम्म चाहिँ गणतन्त्र जानेर आउने गरेको थियो। त्यस कारणले नेपालमा पनि गणतन्त्र लोकतन्त्रलाई सुरक्षा छैन है। खतरा कोबाट छ त भन्दाखेरि चाहिँ खतरा त लोकतन्त्र गणतन्त्र विरोधीबाट त हुने नै भयो। लोकतन्त्र गणतन्त्रको लागि लडेका, जेल नेल खाएका, लोकतन्त्रको कुरा गर्ने, प्रजातन्त्रको कुरा गर्ने, गणतन्त्रको कुरा गर्ने उनीहरूबाट अझ बढ्ता खतरा छ भने मैले यसको अर्थ के हो भने यो चाहिँ लोकतन्त्र गणतन्त्र आएपछि विभिन्न राजनीतिक पार्टीहरू पटक पटक सत्तामा गएर सरकारमा बसेर नेपाली जनतालाई दिएको के हो? भ्रष्टाचार, राष्ट्रघात, लुट। त्यसो भएको हुनाले अहिले पनि हाम्रो पार्टीको मान्यता के छ भने तपाईँ चाहिँ लोकतन्त्र गणतन्त्र रह्यो भने हामीले तपाईँ चाहिँ यो देशमा अहिलेसम्म गर्ने भ्रष्टाचारीहरू, राष्ट्रघातीहरू उनीहरूमाथि जनताले कारबाही गर्न सक्छन्। लोकतन्त्र गणतन्त्र सिद्धियो र फेरि निरङ्कुश व्यवस्था आयो भने त्यो निरङ्कुश चाहिँ तेस्रो प्रतिगमन हुनेछ र हाम्रो पिँढी पछिल्लो पिँढीलाई फेरि लोकतन्त्र गणतन्त्र फर्काउन लामो समय सङ्घर्ष गर्नुपर्नेछ। त्यस कारणले मैले भन्दै आएको, हाम्रो पार्टीले भन्दै आएको कुरा के हो, तपाईँहरूले यो 8वटा ठाउँमा संसद चलाउन सक्नुहुन्न, सरकार चलाउन सक्नुहुन्न। नाउँ सुब्बेनी के खाएर उभिने भने जस्तो देश घेरै लिस्टमा परिसक्यो। 8वटा ठाउँमा सरकार, 8वटा ठाउँमा संसद, अझ कहीँ प्रदेशमा त 20वटा मन्त्रीहरू सकेहरू त भने त विदेशीहरूले। तपाईँहरूले यो संहिता ल्याएकै होइन, जसले बोकाएका हुन् उनीहरूले अब टेढे आँखाले हेर्न लाए। किन देख्न लाए भन्दाखेरि तपाईँहरूले यो लोकतन्त्र गणतन्त्रलाई लुटतन्त्रमा परिणत गर्नुभएको छ। तपाईँहरूले चेत्नु भएको छैन। यदि अझै पनि समय छ, तपाईँले विगतको आफ्नो पार्टीको तपाईँ चाहिँ कार्यक्रम, नीति, सिद्धान्त सरकारबाट बाहिर निस्कने बित्तिकै थिर सरकारको कुरा गर्ने, सरकारमा बसन्जरी घुसैमाले खानुपर्ने भ्रष्टाचारमा गर्नुपर्ने, बाहिर परेपछि बुर्क बुर्क उफ्रने भ्रष्टाचार कुरा गर्ने म यो पो बुझे होइन त। र अर्को कुरा आज बडा गजबले उठ्यो। म आज सम्झिन चाहन्छु नेपाली काङ्ग्रेसका संस्थापक नेता जसलाई मार्गदर्शन मानेर आज काङ्ग्रेस 88 सिट ल्याएर आएको छ। उहाँले भन्नुभएको थियो, बीपी कोइरालाले भन्नुभएको थियो, यदि कसैले राजाको घाँटी काट्न आयो भने मेरो घाँटी माथि, राजाको घाँटी तल भन्नुभएको थियो सम्माननीय सभामुख महोदय। आज भएका साथीहरू यी काङ्ग्रेस हुन् कि होइनन् भनेर प्रश्न चिन्ह खडा भयो। आज राजालाई यो संसदमा विरोध गरियो। कमसेकम बीपी को सिद्धान्तलाई त माने भए हुन्थ्यो। अर्को एकजना मान्यज्यूले भन्नुभयो, एकछिन मदन भण्डारीको एउटा भनाइ म यो संसदमा राख्न चाहन्छु। मदन भण्डारीले भन्नुभएको थियो, एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक पर्दैन, समान्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ, छोटे राजा भइरह्यो भने त्यसले फरक पार्छ भन्नुभएको। आज मदन भण्डारीको सिद्धान्त पनि बेचेर खाए यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन् कि होइनन् भनेर आज प्रश्न गर्नुपर्ने अवस्था आयो। सम्माननीय सभामुख महोदय, संसारमा कुनै पनि व्यवस्था 3वटा तरिकाले फालिन्छ। पहिलो तरिका हो आन्दोलनबाट, राजालाई आन्दोलनबाट फालेको होइन। 2061-63 साल वैशाख 11 गते आन्दोलन स्थगित भयो यो देशमा। राजा 2065 साल जेठ 15 गतेसम्म यो देशमा राज संस्था छ। तपाईँहरूले आन्दोलनले फालेको 12 बुँदे सम्झौतामा राजा फाले भनेर कहाँनिर लेखेको छ तपाईँ? त्यसमा संसदको पुनर्स्थापना गरिएको, जनतालाई धोका दिने अनि संसदमा ठुलो कुरा गर्ने।
यो पाइँदैन सम्माननीय सभामुख महोदय। अर्को कुरा जनावर सङ्ग्रहले फालिन्छ। तपाईँहरूले जनावर सङ्ग्रह गर्नुभयो? गर्नु भएन। अर्को कुरा स्थापित त्यतिखेर राजाले स्थापित गरेको संसदले फाल्छ, राजाले संसद गरेर स्थापित छैन। र सम्माननीय सभामुख महोदय एकजना मान्यज्यूले भन्नुभयो 84मा चुनाव गर्न हिम्मत र दम छ भने 84मा चुनाव होइन, राजा चाहिन्छ कि चाहिन जनमत सङ्ग्रह गरेर देखाउनुहोस्। नेपालका जनताले फैसला गर्छन्, संसदमा भएका 4-5 जना टाउकेले फैसला गर्ने होइन। हुँदैन। 84 त सबैलाई थाहा छ नि, आउँछ जान्छ, जसलाई जनताले पत्याउँछन् त्यसले भोट पाउँछ। सरकारले राम्रो काम गरेन भनेर प्रमुख प्रतिपक्षले गुनासो मात्रै गर्नुभएको छैन, दिनदिनै चर्को स्वरले कराइराख्नु भएको छ। त्यो कर्नरबाट बसेर हेर्दा यो कुरा ठिकै जस्तो होला, ठिकै हो, सरकारले सोचे जति गर्न सकेन होला। तर किन गर्न सकेन भन्ने कुरा पटक पटक प्रधानमन्त्री चलाइसकेका नेताहरूलाई थाहा छ कि छैन? पटक पटक प्रधानमन्त्री चलाइसकेका सरकारमा बसिसकेका नेताहरूलाई थाहा छ कि छैन? उहाँहरूको पालामा किन भएन? आज प्रश्न उठिरहेको छ र खुद मैले पनि उठाइरहेको छु। यो विषय यसअघिका प्रधानमन्त्रीहरू, यसअघिका सरकारहरूलाई जानकारीमा भएको कुरा, उहाँहरूले सोचेको कुरा, नसोचेको कुराभित्र पर्छ कि पर्दैन? त्यसैले त्यो कुरामा सधैँ प्रतिपक्ष भन्ने चिज नेगेटिभ मात्रै हुन्छ जस्तो लाग्दैन, ध्वंसात्मक होइन होला, रचनात्मक नै होला। त्यसो हो भने तथ्यको आधारमा टेकेर बोल्नका निम्ति म अनुरोध गर्न चाहन्छु। सोचे जति भएनन्। अब एउटा कुरा चाहिँ के देखिया छ भने मन्त्रीहरू नम्बर पुगेन भनेर रुँदै हिँड्या देखिन्छ। मन्त्रीले रुँदै हिँड्ने होइन, काम गरेर देखाउने हो। काम गर्नु नम्बर पुगिहाल्छ नि, त्यति भयो भने हुन्छ भन्ने मलाई लाग्छ। अहिले आलोचना र खबरदारी गर्ने प्रतिपक्षको हक हो, जसलाई हामी सम्मान गर्दछौँ। काम गर्नकै लागि सरकारले अध्यादेश लिएर आयो, सुशासनका लागि लिएर आयो, सहकारीको ठगीका विरुद्ध लिएर आयो, सामन्तवादको जरामुरा नष्ट गर्नको निम्ति भूमि सम्बन्धी अध्यादेश पनि लिएर आयो। त्यसमा मेरो प्रश्न छ सभामुख महोदय, ती अध्यादेशहरूको कन्टेन्टले यो देशलाई अगाडि बढाउँछ कि पछाडि धकेल्छ? सुशासनको निम्ति योगदान गर्दछ वा कुशासनको निम्ति मलजल गर्दछ? जनताको आशा र विश्वास भरोसा जगाउँछ वा निराशा बढाउँछ? त्यतातिर होइन। हामी सरकारमा छैनौँ भन्ने आधारमा समाजवादको दुन्दुबी बजाएर नथाक्ने साथीहरूले समेत सामन्तवादको अवशेषका रूपमा रहेको सामान्य जनताले, भूमिहीन जनताले, त्यो पनि 10औं लाख जनताले जमिन पाउने कुरा चुनावका बेलाको चुनावी मत माग्ने मसला बनाइरहने हो कि समाधान गर्नका निम्ति योगदान गर्ने? यो दृष्टिकोणको प्रश्न हो, सत्ता र प्रतिपक्षको प्रश्न होइन सभामुख महोदय। यो चाहिँ मेरो खास गरिकन प्रमुख प्रतिपक्षलाई प्रश्न छ। के चाहन्छ प्रमुख प्रतिपक्ष? के भूमि सम्बन्धी सामन्तवादी अवशेष जिउँदै राखेर समाजवादको माला लगाएर हिँडिराख्ने हो मन्त्र जपेर, वा यो समस्याको समाधान गर्ने हो, वा चुनावको मसला बनाउने, जनताको समस्या जस्ता तस्तै राख्ने नौटङ्की गरिरहने हो? यसमा के गर्ने हो? प्रमुख प्रतिपक्षले गम्भीरतापूर्वक सोचोस्। यो मुद्दा जनताको मुद्दा हो, सरकारको मुद्दा होइन, प्रतिपक्षको मात्रै पनि मुद्दा होइन, साधारण नागरिकहरूको मुद्दा हो। जो खुल्ला आकाश मुनि बस्नु परेको छ, जो झरी मुनि बस्नु परेको छ, ती जनताहरूलाई न्याय दिलाउने, ती जनताहरूको मुहारमा खुसी लिएर आउने कुरा पनि हरेक सरकारको दायित्व हो। र यो सरकारले त्यो काममा हात हाल्दाखेरि अध्यादेश आयो, अध्यादेश आयो, अध्यादेश आयो, अध्यादेश आयो, अध्यादेश आयो मात्रै भनेर कराइरहने के हो रचनात्मक प्रतिपक्ष भनेको? त्यो पनि म भन्न चाहन्छु। अर्को, अरू साथीहरूलाई नि छ सुशासन भन्नुहुन्छ, सबै बिगारे काङ्ग्रेस एमालेले, आमामामा हामी त नयाँ गजब गरिहाल्छौँ, गर्नुहोस्, शुभकामना छ। त्यसो हो भने एउटा सामान्य प्रश्न छ, जनताको प्रश्न छ, मेरो पनि प्रश्न छ। सहकारीमा बेमानी भएको कुरा, ठगी भएको कुरा के अरूले छानबिन गरेर निष्कर्ष निस्केको कुरा हो कि यही सम्मानित सदनले बनाएको, समितिले निकालेको निष्कर्ष उपर सरकारले कारबाही चलाएको? त्यति कुराको हेक्का छ कि छैन?
त्यो त थाहा पाउनु पर्यो। प्रतिशोध भयो भन्नुहुन्छ, प्रतिशोध भयो भन्ने हो भने दुईवटा नागरिकता बोकेर हिँडे अहिले पनि कारबाही भएको छैन। एउटा देशको नागरिकता छोड्या प्रमाण पेश गरे खोइ, चाहिएन कुरा। कानुनको दायराबाट कोही पनि माथि हुँदैन नि, यो न त्यो।